पाकेलाई फेरि पुनः जन्म दिनुभयो पाते 2 बनाएर होइन त? त्यो सिक्वेन्स चाहिँ होइन, तर नाम चाहिँ ठ्याक्कै 20 वर्षपछि पाते 52 मा भने 72 मा चाहिँ पाते 2 बनायो ठ्याक्कै त्यही समयमा। अनि स्टोरी फरक हो सबै कुराहरू, तर नाम चाहिँ पातेबाट पाते 2 गरिएको 20 वर्ष पुगेको उपलक्ष्यमा भन्नु त्यसरी। हजुर ओके हजुर। त्यसो भएदेखिलाई अब 20 उहाँले पाते 2052 सालमा उहाँले निर्माण गर्नुभएको थियो र 20 वर्ष पश्चात उहाँले फेरि पाते 2 ल्याएर फेरि बजारमा आउनुभयो र यसै क्रममा पाते 2 का कलाकार साथीहरू पनि हामी एकदम बधाई दिन चाहन्छौँ यो मञ्चबाट। उहाँले जुन अभिनय गर्नुभएको छ त्यो अभिनयको लागि पनि हामी एकदमै प्रशंसक हौँ, हामी प्रशंसा गर्छौँ। र यसै क्रममा आज हामी माझ पाते 2 मा अभिनय गर्नुभएको निचो पनि हामी माझ हुनुहुन्छ। म निचोलाई म अगाडि आउनको लागि हार्दिक अनुरोध गर्दछु। निचो प्लिज अगाडि आइदिनुहोस्। हजुर उहाँ चाहिँ हुनुहुन्छ पाते 2 का निचो, तर उहाँको वास्तविक नाम चाहिँ अनिता रब्जे गुरुङ। प्लिज उहाँलाई पनि एकदमै निचो भन्ने बित्तिकै अब हामी बुझ्छौँ कान्छी छोरी, उहाँले कान्छी छोरीको अभिनय गर्नुभएको छ र पाते 2 ले पनि राम्रो सफलता पाएको फिल्म हो र म निचोलाई एकदमै धन्यवाद दिन चाहन्छु। यो अमूल्य समय आफ्नो व्यस्तताको बावजुद पनि यो कार्यक्रमको लागि आइदिनु भयो, त्यसलाई एकदमै धन्यवाद दिन चाहन्छु। र उहाँलाई फिल्मको अनुभव सोध्नु अघि सायद यो कलाकारिता अथवा यो गायन यस्तो यी कुरोहरू पनि अलिकति यो जेनेरेटिभ पनि हुन्छ कि जस्तो पनि लाग्छ मलाई कता कता चाहिँ होइन। मैले अनिताको कुरा गरिरहँदाखेरि उहाँको बुबा पनि कलाकार हुनुहुन्थ्यो, जुन कलाकारसँग म आफै पनि सहयात्री बन्ने शुभ अवसर मैले पाएको थिएँ। तर हाम्रो दुर्भाग्य भनौँ है, म कसरी अहिले म भाइ उहाँको बुबाको नाम रामलाई म सम्झिउँ होइन, अलिक दुःख लाग्छ। भनेपछि यहाँले बुझ्नुभयो होला, त्यस्तै रहेछ होइन। हामीले अलिकति इमोसन चाहिँ नहोला यतिखेर चाहिँ, अनि रमाइलो कुरोहरू गरौँ। त्यस्तै भयो घटना र राम भाइ पनि अलिकति पढास्तो भयो, इमोसन त्यो भए पनि भाइले हामीलाई छिट्टै छाडेर जानुभयो। दुर्भाग्य उहाँको अभिनय, उहाँको कलाकारिता हामीले जति हेऱ्यौँ, जति उहाँले हामीले दिनुभयो त्यसैमा मात्रै सीमित रहेर त्यसरी उहाँले हामीलाई बिदा दिनुभयो। सायद यतिखेर मलाई लाग्छ राम भाइले जहाँबाट भए पनि हाम्रो एउटा विश्वास हो उहाँले आफ्नो छोरीको यो कलाकारिता अनि बुबाको फुटस्टेप छोरीले चाहिँ पाते 2 मा दिनुभएको छ, बधाई छ। र राम भाइले जहाँबाट भए पनि सायद यतिखेर हामीलाई, आफ्नो छोरीलाई हेर्नुभएको छ होला र खुसी हुनुहुन्छ होला भन्ने हामी विश्वास लिएको छौँ र उहाँको चिरशान्तिको कामना गर्दछु। यस्तै छ। मलाई पनि अलिक त्यो मोमेन्ट सम्झेँ क्या, भाइसँगको त्यो फिल्ममा सहकार्य गरेर भाइसँग बिताएको ती रमाइला पलहरूको याद आयो। र छोरी अब म अलिकति फेरि फिल्मभन्दा बाहिर गयो, माफी चाहन्छु। अब अनिता सानो थियो, त्यतिखेर चाहिँ सानो थियो जुन बेला भाइ हामी सँगै थियौँ। र अहिले अनिता अब फिल्ममा खेल्ने नायिका पनि बनिसकेको छ, तर हामी चाहिँ बुढो छौँ हजुर होला जस्तो लाग्छ। तर जो खुसी लाग्यो हजुरलाई बधाई छ, त्यसको लागि पनि बधाई छ हजुर। त्यो कुरा आफ्नो ठाउँमा छँदैछ होइन, तर जस्ट पातेमा अनुमोदन हुनुभयो, कसरी चाहिँ यहाँ चाहिँ पातेमा निचोको रोलमा अनुमोदन हुनुभयो, यसो हामीलाई सेयर गरिदिनुहोस् प्लिज। बोल्न त आउँदैन त्यही पनि पाते 2 मा चाहिँ कसरी जोडिन पुगेँ भन्दाखेरि म ब्युटी पेजेन्ट गुरुङ मिस गुरुङमा गएको थिएँ। म त्यतिखेर टप 5 सम्म पुग्न सफल भएँ, जहाँ कि मामाजी हाम्रो जज हुनुहुन्थ्यो। मेबी मामाले त्यहाँबाट चाहिँ मलाई अफर राख्नु भएको थियो पाते 2 को लागि। नर्मली म चाहिँ तमु कलाकार सङ्घमा प्रोग्रामहरू गरिरहेको थिएँ,
नाच्ने मलाई एकदम मनपर्छ नाच्न चाहिँ मामाले चाहिँ त्यसरी प्रस्ताव दिनुभयो मलाई पातेटुको लागि निचोको रोलमा। कलाकार मैले कहिले एक्टिङहरू कहिले गरेको थिएन, सोच्दै थिएँ कि कसरी गर्ने, यो यस्तो चान्स आएको छ म यसलाई कसरी फिनिस गर्ने होइन, त्यस्तो सोचमा थिएँ। तर मामाले चाहिँ एकदम धेरै हेल्प गर्नुभयो। थाहा छैन कस्तो गरेँ मैले होइन, मामालाई थाहा छ मेरो रोलहरू मेरो एक्टिङहरू त्यस्तो वाउ त गर्न सकिनँ होला तर मेरो 100% चाहिँ मैले दिएँ जस्तो लाग्छ मलाई। निचेको रोल चाहिँ एकदम टची भनौँ न मेरो लागि चाहिँ इमोसनल, किनभने निचेको क्यारेक्टरमा बाबा चाहिँ अलिकति मेन्टल्ली अलिकति बिरामी हुनुहुने त्यस्तो टाइपको थियो। म चाहिँ सबैभन्दा कान्छी बाबाको प्यारी त्यो हिसाबले चाहिँ मलाई चाहिँ एकदमै छोयो, किनभने मेरो बाबासँग चाहिँ म नजिक हुन सकिनँ पाइनँ भनौँ न, किनभने बाबा छिटै बित्नु भयो। त्यही कारणले चाहिँ एकदमै छोयो मलाई। अनि एक्टिङ गर्दाखेरि पनि त्यही सोचेर नै एक्टिङ गरेँ जस्तो लाग्यो होइन। फिडब्याकहरू पछि पाते मुभी गरिसकेपछि फिडब्याक हुने बेलामा चाहिँ मेरो बजेहरू मेरो फुपूहरू आमाहरू धेरै रुनु भएछ मेरो क्यारेक्टर देखेर। यसरी नै जोडिए भनौँ न पाते 2 मा चाहिँ निचेको रोलमा। हजुर निचो बाबाको प्यारी छोरी सबभन्दा धेरै टेक खाएको मोमेन्ट छ, कतिसम्म टेक खाएको त्यो चाहिँ डाइरेक्टर चाहिँ हेर्नुहुन्छ कति टेक खाएको धेरै खाएको टेक चाहिँ मैले धेरै खाइन होला। भनेपछि तिमी राम्रो कलाकार हुनुहुन्थ्यो त्यो त थाहा भयो चाहिँ होइन। ओके ल त्यो हार्ड वर्किङ चाहिँ थिएँ, बेला बेला मामालाई पनि अलिकति सुझाव दिन्थेँ हजुर हजुर करेक्सन गर्थेँ मामालाई नि है। ल सबभन्दा प्लस चाहिँ मान्छेको चाहिँ माउसे गुरुङसँग जोडिन पायो। बाउको रोल गर्दै हुनुहुन्थ्यो माउसेले, त्यस कारणले पनि सजिलो भयो, एकदमै सजिलो भएर सजिलो भयो। तर टेक चाहिँ खानु परेन, धेरै टेक खानु भएन होइन। तर आज हामी यहाँ एक्सन गराउनु हुँदैन, उहाँको म क्ल्यापबोर्ड छैन आज चाहिँ। हजुर हजुर मौसी गुरुङ भनेर नाम लिइहाल्नु भयो। अनि मौसी गुरुङ लगायत धेरै कलाकारहरू हुनुहुन्छ। मौसी गुरुङ पनि त्यस्तो व्यक्तित्व हुनुहुन्छ, त्यस्तो कलाकार हुनुहुन्छ, एउटा जीवन्त अभिनय गर्न सक्नुहुने खुबी भएको कलाकार मौसी गुरुङज्यूलाई पनि आज हामी यो मञ्चबाट सम्झिरहेका छौँ। फेरि उहाँको कलाकारिताको सफलताको पनि हामी शुभकामना दिन चाहे। निचो प्रितम गुरुङलाई एज अ कलाकार कुन रूपमा तपाईँले हेर्नुहुन्छ अथवा बुझ्नुभएको छ? एकदम होइन अब हुन्छ त उहाँको डाइरेक्सन गर्ने शैली होइन, डाइरेक्सन गरेको अब मुभीहरूको बारेमा अथवा उहाँले चाहिँ कतिको हेल्पफुल होइन त्यो कसरी लिनुहुन्छ, कसरी बुझ्नु? कलाकार प्रितम गुरुङज्यू, प्रितम भने कि कलाकार प्रितम? हजुर हजुर मामालाई साइडमा राख्नुहोस्, अहिले कलाकार प्रितम गुरुङ भनेर सम्झिनुहोस् र उहाँलाई यहाँले कसरी चिन्नुहुन्छ? कलाकार प्रितम गुरुङ उहाँले चाहिँ सबैले चिन्नुहुन्छ अभियसली। उहाँ चाहिँ गुरुङ फिल्मकै सबैभन्दा उत्कृष्ट कसरी भन्ने एकदमै जान्ने मान्ने व्यक्तित्व हुनुहुन्छ उहाँ चाहिँ। मेरो हिसाबमा उहाँ चाहिँ यस्तो पर्सन हो जो चाहिँ एकदमै स्ट्रगल गर्न धेरै। एज अ कलाकार कुन रूपमा तपाईँले हेर्नुहुन्छ अथवा बुझ्नुभएको छ? एकदम होइन अब हुन्छ त उहाँको डाइरेक्सन गर्ने शैली होइन, डाइरेक्सन गरेको अब मुभीहरूको बारेमा अथवा उहाँले चाहिँ कतिको हेल्पफुल होइन त्यो कसरी लिनुहुन्छ, कसरी बुझ्नुभएको छ प्रितम गुरुङज्यूलाई? कलाकार प्रितम गुरुङज्यू, प्रितम भने कि कलाकार प्रितम? हजुर हजुर मामालाई साइडमा राख्नुहोस्, अहिले कलाकार प्रितम गुरुङ भनेर सम्झिनुहोस् र उहाँलाई यहाँले कसरी चिन्नुहुन्छ? कलाकार प्रितम गुरुङ उहाँलाई चाहिँ सबैले चिन्नुहुन्छ अभियसली। उहाँ चाहिँ गुरुङ फिल्मकै सबैभन्दा उत्कृष्ट कसरी भन्ने एकदमै
जान्ने भन्ने व्यक्तित्व हुनुहुन्छ उहाँ चाहिँ। मेरो हिसाबमा उहाँ चाहिँ यस्तो पर्सन हो जो चाहिँ एकदमै स्ट्रगल गर्ने धेरैभन्दा धेरै स्ट्रगल, इमोसनली फिजिकली मेन्टली पनि एकदमै स्ट्रङ व्यक्ति हुनुहुन्छ उहाँ। हामी सबैले थाहा भएकै कुरा हो, मामाको कुन एउटा फेज थियो जहाँ उहाँ चाहिँ एकदमै डाउन जानुभएको थियो। त्यति बेला चाहिँ सबैजनाले उहाँलाई प्रोत्साहन, साथ, सपोर्ट र मायाले उहाँलाई आज यहाँसम्म देखिन पाएको छ। होपफुली फ्युचरमा पनि यसरी नै मामा बाँकी समय त्यो वेमा चाहिँ होइन, प्रोग्रेस गर्ने काम हुन्छ। Thank you.